हेलो गाइज, वेलकम ब्याक टु माई अनदर भ्लग। आज चाहिँ हामी कहाँ जाँदैछौँ त भन्दा बाख्रा गोठाले हो। बाख्रा चराउन उतातिर लिएर जाँदैछौँ। भचिज उता जाँदैछ, त्यसको बाख्रा खोल्छ। यो चाहिँ हाम्रो बाख्रा लिएर जाँदै बाख्रा बोका बाख्रा। हामी त्यहाँबाट जाने त्यही जङ्गलकै ठ्याक्कै मुनितिर लिएर जाने हो। पाखामा बाख्रा प्याक गरेर प्याक। हजुर थोरै देखिन्थ्यो, 10वटा चाहियो राजा। यो त यस सुजन हौ, यसले चाहिँ बाख्रा लिएर आउँदैछ दुईटा। यसले टक्को यो कस्तो बे कराछ माउ भेट्दा नि कराउँछ, हाम्रो कराकरै गरे त फेरि। कसरी यहाँ न कराको धेरै भएर आज कुन चाहिँ भइरहेछ। बोका दुध खाना कुन चाहिँ बोयर हो यो बोयर। खोइ तर घाम हुँदो रहेछ यार। यो चाहिँ हाम्रो गाउँ, यहाँबाट जस्तो देखिन्छ क्या। यता तलतिर नि छ घरहरू, यहाँबाट यस्तो माथिसम्म हो। त्यो माथिबाट ठ्याक्कै जङ्गल पऱ्यो, तर पानी आउनाले यस्तो धुम्म लाग्छ। यो मास्तिर साइड चाहिँ पुरै लेख परेछ नि त। यता चाहिँ फेरि यस्तो गर्मी हुन्छ लास्टै। त्यो पसिना पुस्दैछ। हाम्रो चाहिँ बाख्रा यस्तो डाँडामा हल्लाइरहेछ। बाख्रा यता जान लाग्यो। मास्तिर ऊ त पाखातिर लगाउँ न यार। हामी टिकटक नि बनाउँदैछौँ है, टिकटक बनाउँछौँ तर नाच्न आउँदैन। बनाउन चाहिँ हामी यत्तिकै बनाइदिन्छौँ। छिन उतै पर छोडिदिउँ, शीतल हुन्छ यिनीहरूलाई। घाम भयो जङ्गलमा। ल पाठा सबै छ हाम्रो। कतिवटा थियो? 10वटा टोटल त हो नि। ल रोड त्यति खनेछ, त्यहाँबाट उता चाहिँ कहाँ लानु लाग्यो त्यो खास रोड? निगासी हो ए, त्यहाँबाट उता चाहिँ छैन फेरि। बाख्रा धमाउँदैछ। बाख्रा यता फर्केर आयो, उता जङ्गल छोडेको बाख्रा जान खोज्छ। बाख्राले गर्छ आज। बाख्रा चर्दै रहेन चाहिँ चरन बाइन नभएर होला। कहाँ पुग्यो बाख्रा? यता आउँछ भने हामी जिउ है गए। यसको पारै अर्को छ। यो फेरि यो आयो भने